हेलो गाइज, आज म तपाईहरुलाई लिएर आएको छु जेटीसी राउटर कसरी कन्फिगर गर्न सकिन्छ। त्यसको सबभन्दा पहिले राउटरलाई अब रिसेट भएकै हुन्छ, पासवर्ड हालेर कनेक्ट गर्नुपर्ने हुन्छ र राउटरको पछाडि नै पासवर्ड लेखेको हुन्छ। हालेर हामी कनेक्ट गर्छौं। राउटरको पछाडि 8 वटा 8 राखेको छ, हालेर कनेक्ट गरौँ। कनेक्ट गरिसकेपछि तपाईको यो एरोमा थिचेर तपाईको आईपी हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहुन्छ राउटर लेखेको छ नि, आईपी छ। अब तपाईले सबभन्दा अब क्रोम खोलिसकेपछि यहाँ तपाईले सर्च गर्नुपर्ने हुन्छ आईपी एड्रेस। जस्तै रहेको छ मेरो 192.168.100.254 रहेको छ। यति लेखेर सर्च गरिदिने। त्यो सर्च गरिसकेपछि हाम्रो युजरनेम पासवर्ड माग्छ। युजरनेम पासवर्ड मेरो अलरेडी सेभ छ, त्यही राख्दिए। तपाईहरुको लागि म यहाँ स्क्रिनमा गर्दिन्छु, हेर्नु होला। लगइन गइसकेपछि तपाईले यहाँ सेटिङमा सबभन्दा पहिले तपाईको यहाँ नेटवर्क लेखेको छ, नेटवर्कमा थिच्नु पर्ने हुन्छ। नेटवर्कमा थिचिसकेपछि हाम्रो WLAN को सेटिङ भइसकेको छ। यो कन्फिगर गर्ने मेरो अलरेडी तपाईको कन्फिगर रहेछ। तपाईहरुले गर्नुहुन्छ भने तपाईको यहाँ न्यूमा गरेर एकैछिन मेरो यहाँ कस्तो तपाईको यो PPOE IPOE केमा राख्ने, तपाईको कुन चाहिँ छ, जिपोन छ भने PPOE मा राखेर यहाँ तपाईले आफ्नो VLAN आईडी राख्न सक्नुहुन्छ। VLAN कति रहेको छ त्यो थाहा छैन भने आफ्नो सर्भिस प्रोवाइडरलाई सोध्न सक्नुहुन्छ। यो चाहिँ मेरो तपाईको सुविसु इन्टरनेटको लागि चाहिँ हो। मेरो यहाँ रहेको छ VLAN 1980, मैले VLAN राख्दिए अनि SSID 1 र LAN 1 मा टिक लगाएर सेभ गर्दिसके। मेरो यसरी नै रहेको छ। तपाईहरुको के रहेछ VLAN हरु त्यो आफ्नो सर्भिस प्रोवाइडरलाई बुझ्न सक्नुहुन्छ अनि मात्र रिसेट गरेर गर्न सक्नुहुन्छ, अन्यथा नगर्नु होला। अब यो गरिसकेपछि हाम्रो पासपोर्टको लागि WLAN मा थिचेर यहाँ पासपोर्टको सेटिङ आउँछ, खुल्छ। हाम्रो 4G को रहेको छ। यो 4G र 5G दुईटै छ। यहाँ 4G को तपाईको नाम रहेको छ, नाम के राख्नुहुन्छ त्यो राख्नु होला। तपाईको अब मनले के राख्न चाहनुहुन्छ त्यही नै राख्नु होला। मैले राख्दै छु एकैछिन। मैले सुविसु नै राख्दिए। अब के यहाँ तपाईको तल हेर्न सक्नुहुन्छ एप्लाई सेभ या एप्लाई जस्ट गर्दिनुस्। यसमा तपाईको के छ भनेपछि एकचोटीमा एउटा मात्रै हुन्छ, नाम या पासपोर्ट। पासपोर्टको लागि एडभान्समा जानु हेर्न सक्नुहुन्छ। एडभान्समा यहाँ तपाईको पासपोर्ट रहेको छ, यसलाई हटाउनुस्, नयाँ अब राख्नु पर्ने हुन्छ। नयाँ के राख्नुहुन्छ त्यही। अब जस्तै मैले राख्दै छु 56781234 यदि राखेर यहाँ हेर्न सक्नुहुन्छ। चेकमा थिचेपछि यहाँ तपाईको पासपोर्ट देखिन्छ। माथि यहाँ पासपोर्ट देखियो। फेरि ब्याक गर्दिनुस्। एकचोटि ब्याक गरेर सेभ या एप्लाई छ, एप्लाईमा थिचिदिनु, तपाईको चेन्ज भइहाल्छ। यसरी नै तपाईको यसमा तपाईको डबल गर्नुपर्ने हुन्छ क्या। नामको लागि बेग्लै एकचोटि सेटिङमा बेसिकमा नाम भइहाल्यो, एडभान्समा तपाईको पासपोर्ट या एडभान्स फेरि बेसिकमा फेरि यो 5G को पनि बेग्लै छ। 5G को पनि नाम चेन्ज गर्नुपर्ने हुन्छ। अब के राख्नुहुन्छ मैले सुविसु राख्दिए। एप्लाई गर्दिए। अब एप्लाई गर्दिम। अब मिलेन एकैछिन। अब एप्लाई भइसक्यो। अब मेरो मोबाइलमा वाइफाई हटिसक्यो। अब फेरि कनेक्ट गर्नुपर्ने हुन्छ। यसमा तपाईको डबल गर्नुपर्ने हुन्छ। यो नामको लागि बेग्लै, पासपोर्टको लागि बेग्लै। यो मेरो नाम भइसक्यो। अब कनेक्ट गरौँ। मैले राखेको 56781234 कनेक्ट गरौँ। फेरि यो पेजलाई रिलोड गरौँ। भइसक्यो। अब फेरि नेटवर्कमा जाने अनि यहाँ WLAN देख्न सक्नुहुन्छ, त्यसमा थिच्ने अनि यहाँ 5G छ तल एडभान्समा। अनि पासपोर्ट हेर्न सक्नुहुन्छ। अब नयाँ राख्नको लागि फेरि त्यही राख्नुपर्ने हुन्छ। हामी नयाँ फेरि 5678123456 सेम नै राख्दिए हामीले। 4G र 5G को पासपोर्ट। नाममा अलिकति डिफ्रेन्स छ मात्रै। डट हाल्दैछौँ, त्यही हो।
यति गरिसकेपछि हाम्रो तपाईँको जिपोन राउटरको कन्फिगरेसन भइसक्यो। यसले चाहिँ मेरो सुविधाको लागि गरेको हो। तपाईँको केही डिफ्रेन्ट हुनसक्छ। आफ्नो सर्भिस प्रोभाइडरलाई सोधेर आफ्नो भिलेन आइडीहरू कन्फर्म गर्नु होला। जिपोनको लागि हो भने सेम नै हुन्छ, भिलेन आइडी मात्रै चेन्ज हुन्छ। अरू इपोनहरूको लागि हो भने तपाईँको त्यसलाई आइपिओईमा छ, त्यसलाई पिपिओईमा राख्नुपर्ने हुन्छ। त्यसको लागि पनि केही तपाईँको बुझ्नु भएन भने हामीलाई सोध्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। मेरो इन्टरनेट सरिसक्यो कनेक्ट हुनु बित्तिकै। यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियोमा केही बुझिएन भने हामीलाई मेसेज गर्नुहोला। धन्यवाद।